guys, welcome back to BSG Vlogs. This time I am making this vlog with my colleagues, but more than colleagues, they are family. Our vlog किनकि हाम्रो फेरि पनि we are going to Babai Resort. Once again, let's go. Okay, vlog को हामी अब यो सेकेन्ड क्लिप भनौँ न स्टार्ट यहाँ हामीहरू जाने भनेर साइडको मेरो दिदीलाई कस्तो रिस उठिरहेको छ जेलस तर क्युट जेलसी हो यो अनि अनक्युट जेलसी यसलाई भन्छ अनक्युट वर्ड त हुन्न क्या हो तर पनि यसलाई रिस वाला जेलसी भन्छ यसलाई यो त ह्याप्पिनेस हो राति जे हुने इन्सँग त्यसको ह्याप्पिनेस हो यो गाइज हजुर खुसी हुनुहुन्छ हामी जाँदैछौँ भनेर तर यिनी किन जेलस देख्छु त म रिसा भन्नु चाहिँ यार गाह्रो होला Once again, we are going to Babai Resort. बसेको हाम्रो पर्सनल गाडीमा हामी बुक गरेको there's no one backside. Our one and only Babai is waiting for us. शिवाङ सरको मेनिफेस्टेसन काम लागेको छ यहाँ के भन्नु छ मेनिफेस्टेसनको बारेमा मेनिफेस्टेसन अलवेज 24 घण्टामा 25 चोटि मेनिफेस्ट गर्नुभएको थियो अनि बहुत फाइनल क्या दामी इङ्ग्लिस यार हामीहरू रोकेको छौँ सुक्खरमा ज्ञानुको मामा घर है ज्ञानुको मामा घर शिवाङ सर होइन सानो चिया खान आइसकेको छ गाई आति सर वासरुम गाउनु इमली बमको लागि ऊ त्यहाँ लडाइँ गर्दै अहिले देखाउँछु है अहिले देखाउँछु है गाइज मामा घर देखाउँदै ज्ञानु सर आफ्नो के किन भनेर नि गाइज मैले म्याथ सर पुरा म्याथ बनाउँदैछन् त्यहाँ भने यो के भइरहेको छ गाइज यहाँ यो झगडा म्याथ भर्सेस म्याथ भइरहेको छ लास्टमा ज्ञानु सर एउटै पायो सरी एउटा त यहाँ रहेछ गाई छोटे भनेर हेर्दै मिलेर खानुपर्छ है ओके हामीहरू मिलेर खाँदैछौँ पछिको लागि राखिरहेको छौँ एलजेको शाहरुख खान हो ओहो एलजेको शाहरुख खान ब्लगमा स्वागत छ सब्सक्राइब भन्दैन सब्सक्राइब पानी तिम्रो पानी खै पानी हामीलाई फ्रीमा नदिने यहाँ भन्दै त भिडियोमा लाइक सेयर सब्सक्राइब गर्नु होला भन्नु त दाइले भनेको गरिदिनु होला न त नलिने छिटो भन्नु त अलि गाडी चल्छ क्या गाडी चल्छ भनेको तँलाई तिमीहरूले चल्नु भने छिटो ल्यायो भनेको सरी ल हामी पानी त लिनु ओ मेरो बालको प्रोफाइल हेर्नु नखाने क्या बेकारलाई खानु म त नखाने किन सर ए बाटोमा ट्राभल गर्दा चिसो महिनामा धेरै सु लाग्छ हो गानु सर एकजना हेर्नु रहेछ हामीहरूले चिसो पानी कटाइसकेको छौँ अब हामीहरू आफ्नो गन्तव्यको धेरै नजिक पुगिसक्यौँ लगभग अब यहाँबाट हामीलाई 20-22 मिनटको त्यो चेक पोस्ट अगाडि के हो त्यो हात्ती जस्तो होइन मान्छे रहेछ सरी
सबैले देख्छ नि। अहिले कि 3 मान्छेहरू छ नि त हेर्नु टाढा हात्ती हिँडिरहेको जस्तो देखेँ कि मैले सरी गाइज हेर्नु सनग्लासेस इभिनिङ भइसक्यो केही भन्नु चाहिँ यसमा हजुरलाई बिजी हुनुहुन्थ्यो क्या सोचमा हो सोचमा बिजी हुनुहुन्थ्यो सरी गाइज सरी टु डिस्टर्ब हिम सरी गाइज भिडियो हेरेर त उयो मगर थिएँ तिम्रो पानीलो मेरो जाने लाने पो देखेन कि Hey boy, guys, welcome. Ta-da! Very good. No? हाम्रो 6:15 Guys, 6:50. 6:15 and we're here at Ambassa. ठाकुरद्वारा पुगिसक्यो ठाकुरद्वारा गेटमा पुगेछौँ गाइज अब हामी वेलकम 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 बाबाई वेलकम टु बाबाई La 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 la, Cafe de Safari. We are here at Babai. Is right. Hello. Hello. La 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 la. Sound यहाँ. हजुर फोनबाट फोटो खिच्नु है. Guys, so हामी पुगिसक्यौँ होइन रुममा मैले ल्याइदिइसकेँ क्या सर र मैले पुगिसक्यो म पनि पुगिसकेँ देखाउँछ नि म चाङ्गु चाङ्गु आर यु देयर नाङ्गु नो नाङ्गु ओके अघिबाट यो मान्छे जाउँ 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 भनेर छु क्ल्यास अफ क्ल्यान्स खेलेर बसेछ मोबाइल चार्ज गर्दैछ जति बेला चप्पल लाउनुहुन्छ कति बेला जुत्ता लाउनुहुन्छ आधा घन्टा भइसक्यो चार्जर लगेर किन हो त हिँड्नु मोबाइल फुल गरेर हजुरको फोटो खिच्नु पर्ने लाइट चाहिँ हामी बन्द नगरौँ किनकि आउँदाखेरि हामीलाई उज्यालो अलिकति हाम्रो क्यामेरा क्वालिटी खराब छ किनकि लाइटिङ नभएपछि राम्रो देखिन्न हजुरलाई प्लस हामी दुवैजना काले पनि छौँ तर त्यो कुरा छोडिदिनु हजुर मलाई चाबीको जिम्मा दिएछ कस्तो फिल भइरहेछ यो मलाई चाबीको जिम्मा दिएछ कस्तो फिल भइरहेछ भने मलाई फिल भइरहेछ चाबीको जिम्मा पनि कसलाई दिएछु जसलाई आफ्नै भर हुँदैन गाइज यो सरासर झुटो अहिले यहाँ डान्स भइरहेछ होइन हामीहरू एकछिनमा त्यहाँ गएर डान्स गरिदिन्छौँ है है दिस इज कल्चरल डान्स है हाम्रो पन्टर त यहाँ छन् दुईजना है पन्टर्स पन्टर्स नाचिम गाउँछ नाचिम लाग्छ नाचौँ ल ल कस्तो आइरहेछ मेरो यस्तो देख माथि फर्स्ट टाइम चेवाङ्छ दामी आएन यार नजिक लगेछ डान्स थियो एमा चाहिँ बडी लाइट हो नि एमा भिडियोमा पनि हेरेर छन् देखो न देखो न देखो न देखो न देखो न देखो न गाइस फोटो किन फोटो बल्ल सेटिङ मिलेर त्यहाँनिर उब्रै छ एमा भिडियो बनाइरहेर त्यो मान्छे त प्याङ्क हुँदैछ अघिबाट फोटो बनाएर उभिन्छ भिडियो हुन्छ अनि म गोरो त छु हजुरभन्दा के गोरो भाइ म त झन् गोरो यार चिवाङ त तत्ति कालो रहेछ यार काले हो अघि मैले राइस देखाउँ यार मलाई राइस देखाएँ चाहिँ अब दाल ज्ञानुको सब्जी क्या ज्ञानुको अर्को सब्जी आतिशको सब्जी मेरो मासु चिवाङको पापड मेरो सलाद दाइ यो के हो टमाटोको चटनी सो यता रहेछ कति रेट गर्नुहुन्छ 10 10मा
4 मा 10 मा 4 ज्ञान सर 5 चाहेकै छैन ओके एजुकेसन वाइज त 8 छ त्यो त हजुरको प्रेजेन्टेसन हो नि त यो हामीले खाना खाइसक्यौँ भने गाइज खाना जहिले पनि डिसपोइन्ट गर्छ यार फर्स्ट टाइम आउँदाखेरि यस्तो नाइस थियो 4th टाइम भइहाल्यो अलि जमेन अगेन 4.5 आउट अफ 10 नेक्स्ट टाइम होप बेटर होस् कहाँ हो दोस्त खाने बित्तिकै हेर्नु पऱ्यो खाने बित्तिकै हेर्दा त होइन नि काहीँ हेर्छ म भिडियो बनाइरहेको छु कति बेला कन्ट्रोल हुन्छ है कति टाइम लाग्छ हावालाई सोधी हेर न अनि कानको पनि टिक के? मोबाइल बेसी बनाउनु हजुर तान्दा फेरि मुख दुखिहाल्छ खै के तान्ने हो हजुर भयो My life is brilliant. तिमी कति राम्री 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 2 hours later. गाइज हामीहरू बार्बिक्यूको लागि आइसक्यौँ सो अब केही टाइम बार्बिक्यू गरेर यो पुरानो छ यो आज तपाईँ किन तिमी मेरो निम्ति अधुरो हुनेछु म तिमी नपाएदेखि खुसी तिमी मेरो हामीहरूले खाना खाइसकेर अलमोस्ट 2 आवर्स जति डान्स वकिङ ब्ला 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 गरेर आफूलाई एक्जस्ट गरिसकेर अब हामीहरू अलिकता के भन्छ त्यसलाई के भन्छ दोस्त बार्बिक्यू दोस्त मेरो नाम कोरिएको छैन सायद यो भाग्यमा तिम्रो साथ केमा कम चुनी पाकुरीमा रम्झनी सम्पत्ति कमाइजनी सुनजारीले तिमीलाई भराउँदा सुन जाँदी चाहिँदैन सम्पत्तिलाई आइदैन माया लाउँछौ कि नै भन न जस्तो रमा हेर घाम लाग्यो रमाइलो लाग्यो मलाई रमाइलो तिमी र म घुम्न जाउँ न काली मलाई बनाउला तिमी पिरतीको साता ओढाउन तपाईँ है दोस्त अब तेरो बारे म जुम गर्दैछु ल पिरतीको साता ओढाउन म घुम्न जाउँ न आउनुभयो हाम्रो आर्टिस्ट सर ओए 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 के छ मलाई थाहा छैन ससुरा बा मलाई साली मन पर्यो बिबोय एकछिन तल पुरा टाउको गरेर घुमाइनु पर्यो मलाई साली मन पर्यो
मेरो पार्टनरै One hour later. सक्यो यही पोस्ट हुन्छ कसम भ्लगमा यो आएन भने चाहिँ मेरो नाम आतिश रजक होइन आतु ल स्टार्ट गरौँ एकैछिनमा चार्जिङ 1:30 भइसक्यो होइन अनि 1:30 हुँदाखेरि हामी भर्खर रुम पुगेछौँ अब शुद्ध 1:30 भइसक्यो हामी रुम पुगिसक्यौँ बार्बिक्यू हाम्रो सक्यो चुप लाग 1:30 भइसक्यो हामी रुम पुगिसक्यौँ आतिश सर त्यहाँनिर हुनुहुन्छ यो फोटो आइदिन्छ हेर्नु है 1 2 3 वटा ल गाइस अस्तिको त्यो गुड नाइट भन्दैछु कतिवटा हो 1 2 3 मैले भने त हो नि गुड नाइट गुड मर्निङ त्यही पाइन्छ होइन पाइन्छ गुड मर्निङ कफी बनाउनु पर्यो त अरे यार गुड मर्निङ पुरा हातले छेकेर अनि गुड मर्निङ भन्छ भन्नु राम्रो राम्रो भन्नु मर्निङ गुड मर्निङ गाइज सुबह हो गई चाचू सुबह हो गई च्याङ्गु गुड मर्निङ जाम उठ्नु अब ब्रेकफास्टमै हाल्नुपर्छ अरे अरे कफी हान्ने हान्नु सर मलाई बनाइदिनु है हो के अरे त्यसको हाइट कम हुन्छ त्यसको घाटा के अरे बेसीमा यस्तो गर्नुपर्छ भिजिहाल्छ मैं तो तेरे पीछे Baby, I love you so much. हामीहरू चाहिँ बिहानको 8:20 भयो आई गेस हामीहरू ब्रेकफास्ट गर्न गइरहेको बट आवर चेवाङ सर इज नट गोइङ तर केही छैन हामी चेवाङ सरको लागि लिएर आउँछौँ गुड मर्निङ भन्नु न भिडियोमा Business के होला यो आलु I don't know what it is puri bread curry guys this is our breakfast Atish is eating wow नजाकत थिएन आतिश खै नजाकत छ खाइदियो एक्चुअली हा वाह क्या नजाकत छ एक बाइट उठ्दैछ त्यो नजाकत वाला बाइट कति आउट अफ 10 कति ब्रेकफास्टलाई 6 ओके 6 हजुर के टेस्ट गर्यो 5 अल्सो ओके फाइन फाइनल भर्डिक्ट छिटो भन्नु न छिटो भाइ भिडियो लामो भयो 6 गाइस यस्तो देखो
बाबा रे कति हो कति खान्छ यार खै कति खाइदिनु रहेछ त दोस्त त्यसै पनि बदनाम धेरै भइसक्यो Correct. Okay guys, so हाम्रो 9:41 भइसकेको छ आतिश सर ज्ञानु सर बाहिर फोटोसुट गर्दैछन् चेवाङ सर यहाँ ग्रुमिङ गर्दैछन् म चाहिँ रेडी भइसकेर अब जुत्ता लाउँदैछु देन वी आर अल सेट टु गो फर अ लिटल के भनेछ त्यसलाई अ लिटल एक्सप्लोरेसन बर्दिया नेशनल पार्क तेरे गिरने के पीछे कोई तेरा अपना होगा ये जान कर भी इसका तुझको करना होगा गाइस तिमीलाई एउटा खतरा कुरा देखाउँछु होइन ऊ हाम्रो के भन्छ हाम्रो त्यो आतिश लङ्गडा लङ्गडा हिँड्दैछ बट फोटो चाहिँ ठाउँ ठाउँमा गएर खिच्दैछन् क्या डिफ्रेन्ट प्लेसेसमा अघि यहाँनिर खिचेँ होइन अनि अब उता अनि क्यानो चाहिँ हाम्रो क्यामराम्यान क्लोजर लुक ल्याइसक्यो आमा पोज भनेको यो हो नि त आमा ओह अबि अरे चुम्मा पनि आयो त यार यो अन्त क्यामराम्यानको पनि त पोज त खतरा छ नि त अनि अबि नसक्ने भयो अरे अति हो त स्टाइल हो ओए यार खतरा आमा आज प्रोफाइल पिक्चर चेन्ज हो चेन्ज हो भने सोधेको आज हो किन भनेको अब कुन ठाउँमा सर उदेमा बसेर खिच्नु न हजुरले फोहोर बोलेको त थाहा हुन्छ गाइस लङ्गडा हिँड्दैछन् तर ठाउँ चेन्ज गरी फोटो खिच्ने हुन् हमारा लङ्गडा अरे लङ्गडा त फोटोग्राफर बनेर रहेछन् ओ बी नबनाउने आतिश सर जो तुम्हारा कैसा बेचारा दामी देखे थिए बर्दियाको सिमल रुख बर्दियाको मोहनाको सिमलको रुख बर्दियाको मोहना अरे आतिश देखे त डरै लाग्छ यार त्यो बाँदर आतिश जाना बदला ब्लग एन्ड गर्नु क्या है यहाँसम्म आज अब थाकिहाल्यो यार अहिले अब गएर फेरि रुम जानु छ होइन अनि त्यसपछि हामीहरू अलिकता फ्रेस भएर त्यसपछि चेकआउट गर्छौँ त्यसपछि चिसापानी अनि एकछिन बस्ने भनेर खै के हो हामी अब We're exiting from the Bardia National Park. के भिडियो हो भन न के गाइड भन So भित्र हामीले बाघ हेऱ्यौँ त्यसपछि सुतेको थियो अनि गैडा गैडा हेऱ्यौँ गैडा पनि सुतेको थियो अल्छी रहेछन् एलिगेटरहरू हेऱ्यौँ त्यो पनि सुतेकै थिए त्यो पनि सुतेकै थिए टर्टोइजहरू हेऱ्यौँ तिनीहरू चाहिँ एक्टिभ एकजना मात्र थियो आतिश सर अनि बाँदर अनि लङ्गुर सुजल सर पनि लङ्गुर त भेटेन नि त पोर्ट्रेटमा खिच्यो के लिएर घुम्नु छ हौ पुरै मुख बाङ्गो छ यस्तो सर हेर्नु न माथि आइज के हो त्यस्तो यो पनि घरियाल नै रहेछ मासु पल्लाको अब ड्रागन जस्तो त ढाड हेर्नु त तर लास्ट ठुलो छ होइन ढाडमा हेर्नु त खाऊ ल खा आइज खाना आउँदैछ क्या मलाई फुलै फुलको बगैँचामा मेरी माया बेडरुम तयार छ उनीहरूको लागि ब्रिडिङ हो क्या यहाँ साँच्चै बाघ सुतेछ
गैडा सुतेछ हात्तीहरू चढ्न गएछन् अब हामी हेर्न जाँदैछौँ के भन्छ यसलाई शीत पर्दैछ यहाँ हामीहरू हेर्न जाँदैछौँ गोही धेरैचोटि हेरिसक्यो तर स्टिल यहाँ आइसक्यो चाहिँ हेर्नै पर्छ हामीले हेर्न गइरहेछौँ तिनीहरू त हाइबरनेट गर्छ यो जाडो महिनामा तिनीहरू स्योर सुतेछ गाइज ऊ त्यहाँ सुतेछ म्यान इटर बाघ ए अन्त इग्नोर हानिदिइसक्छ क्या बेकार हो भाउ बढी खान्छ यसलाई केही पनि भन्नुहुन्न इसके हो गाना गा दिल का ले गए चैन तेरे मस्त मस्त गाने मेरे दिल का ले गए चैन टेरापिन 3-4 चोटि आउँदा पनि मैले राइनोसोरस हेर्न पाएको छैन होइन आज म राइनोसोरस हेर्न चाहन्छु आज मलाई गैडा देखियोस् भन्ने मेरो आशा हो छ बाघ छ त्यहाँ माथि बाघ त हेरेको अन्त आज गैडा हेर्न पाउने भयो ये यत्रो 3-4 चोटि आएर फर्स्ट टाइम मैले गैडा हेर्न पाउँदैछु गाइज म उता गाइज गैडा त सुतेको छ कान लाउँदैछ खान त खानेन नि बाघ छ त्यो दुईटा मान्छेले खान्छ त्यो वाला बाघ हो अरे सर बाटोमै होइन हिँडिरहेको झम्टेर खाइदिने सुत्यो होला नि दोस्त सर पानी त दामी सफा छ सर यस्तै खान्छ यिनीहरू ल्याउ बिना बिना त्यस्तै रहेछन् शान्तवाला बाघ पनि शान्त अहिले हामीले जे हेऱ्यो सब शान्त बाघ शान्त गैडा शान्त घरियालहरू पनि शान्त जाडो होला खाना आयो यो खासमा Ladies toilet and gents toilet. You can see here. And this is डोली सर यो डोलीमा चाहिँ हाम्रो डिएमा बनाउँछन् ऊ त्यो दुखाको लागि अर्को पुरै बोक्छ मान्छे यो डिक्की यहाँ नै सर पहिलाको हाम्रो चप्पल पौवा भन्नुहोस् न पौवा जापानिज चप्पल जस्तो पौवा डिक्की हो त्यसले त्यो यसलाई पिस्ने के छ गहुँ पिठो पिठो बनाउने यसलाई के पो भन्छन् मान्छे भन्नुहुन्छ जाउँ यो 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 के हो यो यो त छालाले बनाएको हुन्छ यो गाइड के गरेको त्यो जुम्रा हेर्नु जुमाहरू छ भाउ नचलाउने प्राइभेसी भङ्ग त गरेन नि दोस्तहरू हामीहरू बगिएर सफा गरेछौँ आतिश सर हाम्रो टिकट काटिराख्नु भएको छ समात्नु त कति कति म पनि आउनै हो कहिले हुन्न ल So guys, we are entering this museum. Okay, venomous snakes of Nepal. Oh, this spotted linsang. यहाँ पनि त तपाईँको मृगको सिङ Oh, here the answer deers. टिकट छ यसले त घुसाएपछि त घुस्छ यहाँ हेर्छ footprint फुटप्रिन्ट of this bear. त्यो त्यही जनावर छ हिमालयन वुल्फ हिमालयन wolf, गौरी गाई, चिरु. These are called चिरु. टिबेटियन एन्टिलोप One type of antelope. टिबेट And we are going to see this घरियाल.
Sir, you can see dolphin in Karnali also. कर्णालीमा डल्फिन पनि छन् सर. त्यहाँबाट आएको छु This is pangolin. त्यो के भन्छ Nayan. They're must. तेरे दो मस्त नयन. मस्त चार नयन तेरे मस्त मस्त दो नयन. Sorry, चार नयन. आउन म Okay. So a joker is showing a Bengal tiger. बन्दरलाई आतिश आतिश यता 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 भिडियोमा छ ए यता आतिश मैले होइन क्याब त्यहाँ फोटो खिच्दाखेरि यसले भन्यो मलाई हुने त्यहाँ राख भन्यो अनि आफूले मेरो गलबन्दी आफ्नो क्याब मेरो पनि क्याब हरायो अब वाह होइन हराएको चाहिँ त्यही छ दोस्त कोही लाग्दैन फोन पनि मेरो हुन्छ फोन धन्न मेरो च्याङसाले भेटाइदिएन खै देखाउँदा अलिकति म रोहित शर्मा हुँदैछु कि जस्तो लाग्दैछ मलाई भुलक्कल भइरहेको छु गाइज गाइज ज्ञानुले हामीलाई जहाँ लगिरहेको छ हामी त्यहाँ गइरहौँ भिरा र पहिरो खोलाको बाटो नमान्नु डरै र It doesn't stand for ha. It stands for What's cameraman? A few moments later. बताउनु पुरा ए त्यो भिडियोमा चाहिँ भयो के बजायो के यो भिडियो यस्तै पठाउनु भएको चाहिँ होइन तिमीलाई म भन्दैछु म भगवान् हो अहिले म तिमीहरूको परीक्षा लिन आएको छु मैले पछि तिमीलाई थाहा हुँदासम्म तिमीहरू म गइसकेको हुन्छु दोस्त विलिन भइसकेको हुन्छु सोचेर बोल या क्यामेरामा भगवान्लाई पठाउँदैछु केही भन्नु थ्याङ्क यू गाइज यसरी पाएकोलाई भगवान्को कदर हुँदैन होइन पछि आउँछन् मन्दिरमा भगवान् गर्दै हे भगवान् भन्दै त्यति बेला म सुन्दैन है लास्ट चान्स रोक्नु मलाई लास्ट चान्स ल मलाई समातेर रोकेँ त्यसले म गएन अर्कोचोटि यस्तो भनेपछि म गएँ नि ल थ्याङ्क यू सो देखो न जुल्फो से कितना अच्छा है ये निकिता दिदीले हालेको थियो नि त देखो न ए अस्ति भन्दै थियो देखो न रुम नम्बर 728 we are signing off bye lights off and here is the key let's go key छुट्यो nothing I don't think so फेरि आउँदै गर्नु होला लाइक अनि शेयर सब्स्क्राइब गरिदिनु होला है bye चलो ओके बाय अवाम बाय हाम्रो दाइ आइसक्नुभयो स्वागत छ दाइ हाम्रो अटोमा हजुरलाई हाम्रो अटोमा दाइले स्वागत छ है कस्तो लाग्दैछ दाइ हाम्रो अटोमा आउँदाखेरि यो जो देखिरहेको छु नि गाइस यो शीत हो साँच्चीकै देखिँदैछ यार सर शीत हामीहरू यहाँ आएको तारिरहेको छ आन्टीहरूसँग हेलो भन्नु अब आन्टीले हेलो हाई भनिसकेपछि सब्सक्राइब गर लाइक गर कमेन्ट पनि गर हामी यहाँ के भन्छ गाडीको लागि रोकिरहेको छौँ आगो देखाउनै पाएन अर्को भिडियो देखाउँछु आगो
हामी यही आगो तापिरहेको छौँ मजाको तातै छ सुत्यो सुत्यो के गर्दैछौ तिमी के गर्दैछौ हेलो प्लास्टिक चाहिँ के खाएको हामीहरू चाहिँ सुक्खरमा अहिले रोकेको छौँ कति बज्यो 3:30 सुक्खर पुगेको छौँ सुक्खरमा रोक्यौँ किनकि हाम्रो गाडी चार्ज भइरहेछ बाँकी अपडेट्सको लागि हामी तिनजना मात्र छौँ किनकि डुँडै उता साइड पछाडि देख्नुहुन्छ ऊ डुँडै आएको छ त हिँडाइ त मरद छ त हामी धनगढी पुगिसक्यौँ कति बज्यो मिल्छ त हेलो गाइज हामीहरू चाहिँ सबैले सक्सेसफुल्ली के भन्छ हाम्रो ट्रिपलाई अन्जाम दियो ल थ्याङ्क यू सो मच फर वाचिङ बाई लाइक कमेन्ट भन्नु Like, comment, share and subscribe. लाइक कमेन्ट एन्ड सब्सक्राइब गाइस गरिहाल्नु है